आदरणीय दर्शकबिन नमस्कार। कोरोना विशेष में स्वागत करै छी। प्रत्येक दिन हम सब एकटा सरोकार वाला व्यक्ति के संग बात करै छी कि अखन जे कोरोना के रोकथाम आ नियंत्रण के लिए जे प्रयास भ रहल छै, सरकार प्रयास कर रहल छै, हरेक जनता सबके प्रयास कर रहल छै अपन अपन ठाम से कि कोरोना के जे त्रास छै से हट जाए, ऐसा मुक्ति पाबी। एहिके लेल नेपाल प्रयास कर रहल छै। ई प्रयास केहन चल रहल छै, एहिमे विभिन्न किसिम के समस्या सब सेहो देखल जाइ छै। ई समस्या के समाधान के लेल जे सरोकार वाला निकाय सब छै से सब की कर रहल छै। त आइ विशेष करके सिराहा के संदर्भ जोड़ चाहे छी। सिराहा के प्रमुख जिला अधिकारी सरोज गुड़ागाई संग बातचीत कर जा रहल छी कि सिराहा के की छै अवस्था अखन का। सीडीओ साहब, कार्यक्रम में स्वागत छ। हजुर, धन्यवाद हजुर। यो अहिले सिराहाको कुरा गर्ने हो भने सिराहासँगै जोडिएको उदयपुरलाई अहिले भन्दाखेरि नेपालको एपिसेन्टर भन्दा नि हुन्छ, किनभने सबभन्दा बढी कोरोना संक्रमित बिरामीहरू त्यही फेला परे। सिराहा जोडिएको छ उदयपुरसँग। सिराहाको लकडाउनको अवस्था र तपाईहरूले अहिले गइराख्नु भएको काम चाहिँ कस्तो छ? अनि तपाईले भने जस्तै हाम्रो उदयपुर जिल्ला चाहिँ अहिले केही समस्यामा छ। यो कोरोना भाइरसको संक्रमणको कारणले गर्दाखेरि त्यसले हामी पनि प्रभावित हुन्छ भन्ने हामीलाई चाहिँ डर छ, त्रास छ। त्यो हिसाबले यहाँका सर्वसाधारण जनता त्रसित हुन्छ। तर त्यस्तो त्रसित हुनुपर्ने अवस्था हामीले अहिलेसम्म देखिरहेका छौँ। हामी त्यसमा चाहिँ विशेष निगरानीका साथ काम गरेका छौँ र त्यो उदयपुर जिल्लासँग जोडेका सिमानाहरूमा आवत जावतमा हामीले निगरानी राखेका छौँ। उहाँहरूलाई आवजावत गर्न कडाइ गरिरहेका छौँ र स्वास्थ्य जाँच परीक्षण पछि मात्रै यस क्षेत्रमा प्रवेश गर्ने र उता जाँदा पनि स्वास्थ्य परीक्षण गराएर मात्रै जाने व्यवस्थाका लागि हामीले आजदेखि नाकाहरूमा स्वास्थ्य कर्मीहरू तैनात गरेका छौँ। हजुर, अब जिल्लाको प्रमुख जिम्मेवारी भनेको प्रमुख जिल्ला अधिकारीकै हुन्छ हैन? विभिन्न किसिमका निर्देशनहरू, चाहे केन्द्र सरकार होस्, प्रदेश सरकार होस्, हैन, विभिन्न निकायबाट आउने निर्देशनहरू कार्यान्वयन गराउने जिम्मेवारी प्रमुख रूपमा तपाईकै हुन्छ हैन? के कस्ता निर्देशनहरू यो जिल्लामा चाहिँ दिएको छ जुन चाहिँ लकडाउनका बेला पालना गर्नुपर्ने? होइन, अब लकडाउन भनेको चाहिँ हामी आफ्नो सुरक्षित रहनको लागि आवत जावतमा एउटा निश्चित दूरी कायम गरेर बस्ने प्रक्रिया हो र यसलाई चाहिँ हामीले यो संक्रमणबाट रोकथाम गर्नको लागि महत्त्वपूर्ण कडेको रूपमा लिएका छौँ। नेपाल सरकारले 77 जिल्लामा समान किसिमले निर्देशनहरू दिइरहेको छ र सोही निर्देशन बमोजिम हामी 77 जिल्लामा प्रमुख जिल्ला अधिकारीले आफ्नो काम गरिरहेका छौँ। त्यसमा पनि हामीसँग प्रदेश सरकार छ। प्रदेश सरकारले हामी समयमा निर्देशन र मार्गदर्शन दिने काम गरेको छ र उहाँहरूको प्रदेश सरकार प्रमुखहरू लगायत सम्बन्धित मन्त्रीज्यूहरूको निर्देशन र प्रदेश सरकारको निर्णयहरूमा पनि हामीले सहयोग गरिरहेका छौँ र उहाँको निर्देशनअनुसार काम गरेका छौँ। त्यसले गर्दा यो सङ्क्रमण रोक्नको लागि थप बल हामीलाई हौसला मिलेको छ। त्यसले के हुन्छ भनेदेखि यो सर्वसाधारण जनतालाई पनि आफ्नो स्वास्थ्यमा चाहिँ प्रेरित गराउन, जनचेतना अभिवृद्धि गर्न, उहाँहरूको स्वास्थ्यको ख्याल राख्न स्थानीय तहहरूका सरकार प्रमुखहरूले पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलिरहनु भएको छ। स्वास्थ्य कर्मीहरू तपाईँ हामीलाई थाहा छ, स्वास्थ्य कर्मीहरू अहिले फ्रन्ट लाइनमा बसेर काम गरिरहनु भएको छ। उहाँहरू काम गरेका छौँ। त्यस पनि हामीले अगाडि बढिरहेका छौँ, कार्यक्रमहरू अगाडि बढेका छौँ जुन चाहिँ जनताको हितको लागि, स्वास्थ्य यो सङ्क्रमण रोक्नको लागि सहयोग पुगिरहेको छ र हामीले विशेष गरी यो आवत जावतलाई चाहिँ बढी नियन्त्रित गर्ने, कतैबाट नयाँ मान्छे प्रवेश हुन सक्छ क्वारेन्टाइनमा राख्ने त्यस्तो कार्यहरू भइरहेको छ। क्वारेन्टाइनलाई बढी इफेक्टिभ प्रभावकारी बनाइरहेका छौँ र मानिसहरूलाई क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिरहेका छौँ। जताबाट उहाँहरू आउनुहुन्छ, नयाँ प्रवेश गर्नुहुन्छ, उहाँहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था। हजुर, भनेपछि संघीय सरकारबाट जे जस्ता निर्देशनहरू आएका छन् ती निर्देशनहरू तपाईहरूले कार्यान्वयन गराइरहनु भएको छ। सिराहामा छुट्टै कुनै त्यस्तो निर्देशन हामीलाई त्यस्तो छुट्टै निर्देशन भनेर प्राप्त भएको छैन।
अब हामी सङ्क्रमित जिल्लाको नजिक भएर हाम्रो छुट्टै निर्देशन प्राप्त भएको छैन, तर जुन निर्देशन प्राप्त भएको छ त्यसमा चाहिँ हामीलाई काम गरेका छौँ, त्यो निर्देशन पालना गरेका छौँ। विशेष गरी यो सम्पूर्ण कुराहरू आवत जावतमा निर्भर रहने कुरा हामीले अहिलेसम्मको अनुभवबाट के देखाएको छौँ भने जो मान्छे चाहिँ नयाँ प्रवेश गर्यो त्यसबाट सङ्क्रमित हुने सम्भावना बढी बढ्दो रहेछ। त्यो हिसाबले चाहिँ हामी निगरानीमा त्यस्ता व्यक्तिहरूलाई निगरानी गर्छौँ र उहाँलाई क्वारेन्टाइनमा राख्छौँ, उहाँको स्वास्थ्य जाँच गराउँछौँ, उहाँहरूलाई चाहिँ विशेष आग्रह गर्छौँ कि आफू सुरक्षित रहन र अरूलाई पनि सुरक्षित पाउन रोग लाग्न नदिनुको लागि उहाँहरूलाई चाहिँ होम क्वारेन्टाइनदेखि लिएर आफ्नो हामीले स्थापना गरेको क्वारेन्टाइनमा पनि राखेर कार्य गरेका छौँ। यसमा चाहिँ थप त्यस्तो छुट्टै निर्देशन चाहिँ छैन। हजुर, अब त्यहाँ आरटी टेस्टको कुरा होला होइन, त्यसपछि स्वाब कलेक्सनको कुरा होला, पिसिआर टेस्ट गराउनु पर्ने होला, यी कामहरू जुन अति संवेदनशील र महत्त्वपूर्ण काम हो, यी काम चाहिँ कसरी चल्दैछ सिराहामा? हिजो र अस्ति शनिबार र शुक्रबार हाम्रो चाहिँ यो स्वाब परीक्षण 2 दिन लगाएर हामीले 397 जनाको स्वाब परीक्षण गऱ्यौँ। त्योभन्दा अगाडि हामीले 62 वटा स्वाब परीक्षण गरिसकेका छौँ, सबै नेगेटिभ रिजल्ट प्राप्त गरेका छन्। अब 400 रिजल्ट आउन बाँकी छ। त्यो रिजल्ट पनि हामीले चाहिँ नेगेटिभ नै हुन्छ भन्ने हाम्रो पूर्ण आशा छ। हामीले त्यसलाई चाहिँ आशा राखेका छौँ। त्यस हिसाबले हामी सिराहा जिल्लालाई सुरक्षित रूपमा राख्न हामी सफल हुन्छ भन्ने हाम्रो प्रयास छ। र अर्को यो ऱ्यापिड टेस्ट पनि भइरहेको छ, तिनीहरू प्रायः सबै नेगेटिभ नै प्राप्त भइरहेका छ। त्यस्तो जटिल समस्या सिराहा जिल्लामा अहिलेसम्म। हजुर, अब अहिलेसम्म जे जति जाँच भयो नि त्यसबाट सिराहामा भन्नु पर्दाखेरि सिराहामा चाहिँ कुन यस्ता ठाउँ छन् जुन चाहिँ अलिकति रेड जोनमा पर्छन् होइन, त्यहाँ चाहिँ अलिक बढी ध्यान दिनुपर्ने होइन, त्यस्तो चाहिँ ठाउँहरू? अनि त्यस्तो अहिलेसम्म देखिएको छैन। अब हामी चाहिँ त्यही हो, अहिले चाहिँ जुन चाहिँ सङ्क्रमित जिल्लाको नजिक भएर जुन भनिरहेका छौँ त्यो जिल्लालाई चाहिँ हामी फोकसको रूपमा हेरिरहेका छौँ। त्यो जिल्ला चाहिँ अलिकति त्यो जिल्लाबाट प्रवेश हुने नाकाहरूमा अलिकति निगरानी बढाएका छौँ। त्यस्तो र अलिकति हाम्रो त्यो बोर्डरको पनि क्षेत्र पर्या हुनाले त्यो क्षेत्रलाई चाहिँ विशेष निगरानीमा राखेका छौँ। अरू त्यस्तो विशेष हेर्नुपर्ने भनेर त्यस्तो खालको इङ्गित गर्नुपर्ने ठाउँ अहिलेसम्म त्यस्तो देखेको छैन। अर्को कुरा सिडिओ साहेब, जसरी कुनै निर्देशनहरू जुन आउँछ नि केन्द्रबाट आयो, त्यसपछि जिल्लाको आफ्नै निर्देशनहरू हुन्छन् होइन, त्यसपछि स्थानीय तहले पनि आफ्नो किसिमका निर्देशनहरू आफ्नो किसिमका गाइडलाइन्सहरू बनाउने गर्छन् होइन। के देखिन्छ भने यो सिराहाको कुरा मात्रै होइन, अन्यत्र सबै जिल्लामा यस्तो देखिएको समस्या चाहिँ माथि जुन एउटा निर्देशन हुन्छ त्यो चाहिँ तल्लो तहमा चाहिँ कार्यान्वयन नभइरहेको होइन, माथिको एउटा निर्देशन हुन्छ तल जाँदाखेरि अर्को निर्देशन हुने त्यस्तो पनि समस्या देखिन्छ। सिराहामा तपाईँले अनुभव गर्नुभएको त्यस्तो कि यस्तो किसिमको निर्देशन छ यो चाहिँ गर्नुपर्ने हो, तर तपाईँकै मातहतका चाहिँ कर्मचारीले चाहिँ ती निर्देशनहरू नमानेको या जनतालाई दुःख दिएको त्यस्तो? त्यस्तो देखेको छैन। जस्तो दुःख परेको त्यो देखेको छ। अलिकति हाम्रो चाहिँ राहत वितरण कार्यक्रम जब सायद त्यो मेरो विचारमा सबै ठाउँमा त्यो समस्याहरू होलान्, राहत वितरण कार्यक्रममा चाहिँ अलिकति गुनासोहरू बढी आउने गरेको छ। त्यसलाई पनि सकभर कम न्यूनतम गुनासो चाहिँ न्यूनतम रूपमा राख्न चाहिँ मैले चाहिँ सबै हाम्रो स्थानीय तहका सरकार प्रमुखहरू जो हुनुहुन्छ, पालिकाका अध्यक्ष र मेयर साहबहरू उहाँलाई भनिरहेको छु। र त्यसमा चाहिँ हाम्रो जिल्ला समन्वय समितिका प्रमुखज्यूले पनि विशेष उहाँहरूलाई चाहिँ अनुगमन गर्नको लागि मैले विशेष अनुरोध गरेको छु। र त्यस्ता समस्या समाधानलाई चाहिँ बढी फोकस गरेर जुन चाहिँ जसले मलाई राहत पाएन अथवा म चाहिँ पीडित छु त्यो गुनासो आउन नदिनलाई उहाँहरूले मैले आग्रह गर्छु। त्यस्तो समस्या खासै कर्मचारीले काम नगरेर अथवा चाहिँ फिल्डमा नगएर त्यस्तो समस्या भएको खासै देखिएको छैन। र त्यसलाई चाहिँ हामी सबै राहतकै विषयमा कुरा गर्ने हो भने थुप्रै गुनासाहरू आइरहेका छन् सिराहाबाट। हिजो अस्ति मात्रै सुखीपुरमा त्यत्रो घटना भयो होइन, राहत नपाएपछि राहत पाउनेहरूले नै चन्दा उठाएर मेयर साहबलाई राहत दिनु पर्यो भनेर चाहिँ साङ्केतिक विरोधै गरेको अवस्था पनि छ नि त होइन। भनेपछि तपाईँहरू सर्वोच्च सिराहाको सर्वोच्च व्यक्ति हुनुहुन्छ होइन, किन चाहिँ यस्तो समस्या?
होइन अब यस्तो समस्या मैले अघि नै भनिसकेँ नि, समस्या नआउने भन्ने कुरो होइन, समस्यालाई जुझेर समाधान गर्नुपर्छ, त्यो चाहिँ एउटा चुनौतीपूर्ण कार्य हो। त्यस्ता कार्यहरू चाहिँ अगाडि गर्न हामीले सकेनौँ भने हामी चाहिँ असफल हुन्छौँ। मैले त्यहाँको मेयर साहबले पनि भनेको छु कि तपाईँले कसरी चाहिँ राहत वितरण गर्नु भएको छ, त्यहाँको जुन तथ्याङ्कन सङ्कलन गर्नेदेखि लिएर सम्पूर्ण कार्यहरूको जिम्मेवारी स्थानीय सरकारको हो। त्यसमा जिल्ला प्रशासनको खासै भूमिका रहँदैन। जिल्ला प्रशासन कार्यालयमा चाहिँ गुनासो आयो भने त्यसलाई समस्या समाधान गर्ने जिल्ला प्रशासनको प्रमुख दायित्व हो र त्यो एउटा सरकारको प्रतिनिधि अङ्गको हिसाबले पनि त्यसको दायित्व निर्वाह गर्नुपर्छ जस्तो लाग्छ। त्यो हिसाबले चाहिँ मैले सुदूरको मेयर साहबलाई पनि त्यही अनुसार भनेको छु। त्यस्तो यहाँले भने जस्तो त्यस्तो ठुलो झडप यस्तो अवस्था सिर्जना भएको छैन र हामीले सुरक्षाकर्मीहरू गएर उहाँहरूलाई सम्झाइ बुझाइ सकभर सम्झाइ बुझाइ गरेका छौँ र मेयर साहबलाई जुन चाहिँ साङ्केतिक रूपमा उहाँहरूले विरोध गर्नुभयो त्यो एउटा प्रजातान्त्रिक अभ्यासको लागि चाहिँ त्यो एउटा नौलो कुरो पनि भएन, किन त्यस्तो हुनुपर्छ। अब यस्तो हुनुको एउटा प्रमुख कारण के भन्दाखेरि स्थानीय तहलाई चाहिँ राहत वितरण भन्या छ होइन, तर एउटा समिति बनाउने होइन, समितिले वितरण गर्ने, त्यसमा विभिन्न निकायहरू रहने होइन, सुरक्षा निकाय प्रशासनका लगायत सबैको एउटा सर्वदलीय एउटा समिति बनाएर बल्ल चाहिँ राहत वितरण गर्ने भनिएको छ नि त होइन, त्यो चाहिँ किन कार्यान्वयन भएन के? होइन यसमा यस्तो छ, अब चाहिँ केन्द्र सरकारको एउटा चाहिँ गाइडलाइन छ, त्यो अनुसार पनि यसमा चाहिँ विशेष गरी वडा अध्यक्षको नेतृत्वमा राहत वितरण एउटा हुन्छ, स्वास्थ्य प्रमुख रहने व्यवस्था छ। त्यस्तै गरी अर्को हाम्रो चाहिँ प्रदेश सरकारबाट चाहिँ सर्वदलीय टोली बनाएर राहत वितरण गर्नु भन्ने छ, उहाँले त्यसै अनुसार गर्नुपर्ने मलाई जस्तो लाग्छ। तर चाहिँ यहाँ चाहिँ के देखिएको छ भनेदेखि अलिकति मानवीय कमजोरी हो के हो थाहा भएन, आफ्नो भोटर्सलाई चाहिँ अलिक प्रायोरिटी दिने त्यस्ता खालका प्रवृत्तिहरू भएको कारणले गर्दा यस्तो समस्या आएको। मैले सकभर उहाँलाई यस्तो नगर्नु, वास्तविक राहत जसले पाउने हो त्यसलाई दिनु भन्ने चाहिँ मेरो चाहिँ आफ्नो मनसा हो। भनेपछि मापदण्ड पुरा गरेनन् त्यहाँका स्थानीय तहहरूले, त्यो चाहिँ स्वीकार गर्नुहुन्छ? अब सामान्यतया स्वीकार गर्नुपर्ने अवस्था चाहिँ देखियो, किनभने गुनासो बढी आएपछि त्यो स्वीकार गर्नुपर्छ र त्यसलाई चाहिँ मिनिमाइज गर्न भनेर चाहिँ मैले 17वटै पालिकाका हो। अब मिनिमाइज गर्ने काम त फेरि तपाईँहरूको हुन जान्छ नि होइन? होइन मैले त्यही त मैले भनिरहेको छु, मैले उहाँलाई बोलाएर गर्ने काम त तपाईँहरूको छ फेरि। त्यही त मैले स्वीकार गरिसकेँ। त्यसै राहत कार्यक्रममा चाहिँ त्यस्तो छ भनेदेखि त्यसलाई चाहिँ मिनिमाइज गर्नु भनेर मैले उहाँलाई बोलाएर नै आफ्नो टिममा राखिसकेको छु र उहाँहरूलाई मैले चाहिँ आफ्नो भन्नुपर्ने कुराहरू भनिसकेको छु। उहाँलाई मैले अनुरोध गर्ने कुरा हो, मैले निर्देशन दिन सक्दिनँ उहाँहरूलाई। उहाँलाई अनुरोध, किन उहाँहरू स्थानीय सरकार हो, स्थानीय सरकारको छुट्टै कार्य सञ्चार निर्देशिका हुन्छ, उहाँहरू त्यो अनुसार चल्नुपर्छ। त्यो हिसाबले चाहिँ मैले चाहिँ उहाँलाई अनुरोध गरेँ। अनुरोध गरेपछि त्यस्तो गुनासो कम आउनु भन्ने कुरा भयो। तर यसमा चाहिँ अलिक सुकीपुर अलिक त्यो तपाईँले भनेको नगरपालिका अलिकति त्यसमा समस्या छ र त्यो आज पनि मैले त्यस विषयमा अलिकति जटिल बुझेको थिएँ। त्यहाँ चाहिँ घटनाहरू घट्यो भने जस्तो टिभीमा चाहिँ लाइभ प्रसारण भएको जस्तो लागेको छ, तर आज घटना होइन रहेछ, हिजो अस्तिको घटनाहरू चाहिँ लाइभ प्रसारण भएको मैले देखेँ। त्यो हिसाबले चाहिँ के भएको छ भने उहाँलाई मैले सोधिरहेको छु, तर उहाँको चाहिँ मोबाइल स्विच अफ छ, उहाँ कता के थाहा भयो। तर मैले त्यहाँको प्रमुख प्रशासक अधिकृतलाई त्यो भनेर के भयो चाँडै समस्या समाधान गर्नु छैन भने हामीले हस्तक्षेप गर्नु पर्ला भन्ने चाहिँ मैले। हजुर, अब सिराहाबाटै यस्तो पनि घटनाहरू आइरहेका छन् कि सडेका चामल चाहिँ वितरण हुने होइन, लहान लगायत विभिन्न ठाउँमा यस्ता कामहरू त भयो नि होइन, भनेपछि तिनीहरूलाई कारवाही गर्ने त्यसको लागि के चाहिँ भयो अहिलेसम्म चाहिँ तपाईँहरूले के चाहिँ गर्नुभयो? होइन अब अहिले तपाईँले भने जस्तो सडेकै चामल भन्न त मैले पनि कसरी भने, यो खाद्य संस्थाको चामल हो, उहाँले खरिद गरेको खाद्य संस्थाको चामललाई मैले खाद्यको हाकिम साहबलाई कसरी चाहिँ यस्तो भयो भन्दाखेरि उहाँले चाहिँ पुरानो चामल चाहिँ भन्नुभयो, तर सडेको भने त सडेको चाहिँ देखिएन। त्यस्तो मैले यहाँ नमुना ल्याएर पनि हेरेँ, तर अलिकति बास्ना चाहिँ आउने जस्तो अलिकति पुरानो जुन बास्ना भन्छ त्यो चाहिँ आएको चाहिँ मैले पाएँ। र त्यसरी चाहिँ सडेको भन्ने चाहिँ मैले अहिलेसम्म देखिनँ। तर चाहिँ उहाँलाई तर वितरण गर्नुभन्दा अगाडि त चेक गर्नु पर्यो हामी चाहिँ के वितरण गरिरहेका छौँ होइन? त्यो त्यसरी चाहिँ अब ठ्याक्कै त्यसरी चाहिँ भन्ने हामीले चाहिँ अनुमान गर्न सकेनौँ। यसमा चाहिँ हाम्रो अनुसन्धान भइरहेको छ र एउटा गुणस्तर नाप्ने काम चाहिँ भइरहेको छ। भनेपछि त्यो बिग्रेको चामल वितरण गरेको, सडेको चामल वितरण गरेको त्यस्तो छैन भन्नुहुन्छ तपाईँ? अनुसन्धानकै दायरामा छ, अहिले चाहिँ होने भनेर भन्न सक्नुहुन्न तपाईँ? सक्ने अवस्था रहेन, किनभने खाद्य संस्थाको चामल हो, बाहिर प्राइभेटबाट किनेको पनि होइन। खाद्य संस्था भनेको सरकारी निकाय हो एउटा, सरकारले आफ्नो जनतालाई त्यस्तो पुगेको चामल चाहिँ त्यहाँ राख्दैन भन्ने मेरो अनुमान पनि हो। त्यो यदि राखेको छ भने त्यहाँको सम्बन्धित निकायबाट त्यसलाई कारवाही हुनुपर्छ भन्ने मेरो चाहिँ आग्रह पनि छ। तपाईँहरूका उजुरी कहाँबाट आयो यो विषयमा? विशेष गरेर जुन राहत सामग्री वितरण हुन्छ नि त्यो चाहिँ अखाद्य वस्तु वितरण गरियो त्यस्तो खालको उजुरी चाहिँ? होइन, लानकै पब्लिकहरूले मलाई मौखिक रूपमा उजुरी गर्नुभएको थियो
लिखित रूपमा पनि एउटा चाहिँ हाम्रो निवेदन प्राप्त भएको थियो। त्यो अनुसार मैले चामल चाहिँ मगाएर नमुना पनि हेरेँ र हाम्रो गुणस्तरको हाकिमहरूलाई खाद्य संस्थानकै स्टाफहरूलाई बोलाएर उहाँले यस्तो कसरी भयो यो चाहिँ छानबिन हुनुपर्छ भनेर चाहिँ सम्बन्धित निकायमा तपाईँको सम्बन्धित निकायमा यस्तो यस्तो गुनासो आएको छ भनेर भन्नुहोस्, यो चामल चाहिँ किन यस्तो बिक्री भयो भनेर चाहिँ मैले सामान्य कुरा गरिरहेको छु। र त्यसमा चाहिँ गुणस्तर हिँडे भने त्यसो पुगेकै भन्ने चाहिँ आधा चाहिँ त्यसमा मैले पनि फेला पारेको छैन। त्यो चाहिँ बढी हो कि अब जो पीडित छन् तिनीहरूले चाहिँ राहत पाउनु पर्यो हैन। लकडाउनका कारण अहिले आज 35औं दिन लकडाउन जारी छ र जो पीडामा छन् लकडाउनका कारण विशेष गरेर विपन्न वर्ग, मजदुर हैन, असहाय जो छन् हैन, तिनीहरू चाहिँ बढी पीडामा छन्। तर तपाई पनि अघि स्वीकार गर्नुभयो कि यहाँ चाहिँ वडा कार्यालय भए या नगरपालिकाहरू भए हैन, तिनीहरूले चाहिँ आफ्ना कार्यकर्ता आफ्नालाई मात्रै दिने के अरु चाहिँ व्यवस्था गर्ने त्यस्तो देखियो। त्यो त तपाई पनि स्वीकार गरिराख्नु भएको छ। यो समस्या निराकरण गर्नमा अहिलेसम्म चाहिँ के गर्नुभयो तपाईले? कुन कुन ठाउँमा यस्तो समस्याहरू आए र निराकरण गर्नुभयो त? हैन, मैले अघि नै भनिसकेँ कि एउटा चाहिँ हाम्रो दायित्व भनेको के हो भने त्यसमा चाहिँ विभिन्न अनियमितता भयो भने हामीले छानबिन गर्ने दायित्व स्थानीय तहमा हुँदैन। उहाँहरूलाई हामीले सम्झने अथवा भने मतलब रिक्वेस्ट गर्ने, अनुरोध गर्ने, सम्झने भनेर अनुरोध गर्ने। त्यो अनुसार मैले अनुरोध गरेको छु र यस्ता गुणस्तरहीन सामानहरू बिक्री गर्ने अथवा चाहिँ राहत वितरणमा चाहिँ आफूलाई मात्रै चाहिँ प्रायोरिटी दिने भोटर्स भनेको कुरो चाहिँ आज एउटा हुन्छ भोलि अर्कै हुन्छ। त्यसमा चाहिँ विश्वास गर्नुपर्ने अवस्था पनि रहँदैन। को कसले भोट कता हाल्छ भन्ने कुरो चाहिँ गोप्य मतदान हो। त्यसकारण आफ्नो मान्छे भने तपाईँ कसरी चाहिँ पहिचान गर्न सक्नुहुन्छ? आफ्नो मान्छेलाई चाहिँ दिने अरू नदिने र सबै मैले त कतिसम्म देखेँ भने पछि चाहिँ त्यसमा चाहिँ हामीले करेक्सन गरेका छौँ। आफ्नो वडाको सबैलाई नै राहत दामासाले बाँड्ने प्रवृत्ति पनि देखिएको छ। र त्यस्तो नगरिदिएर नगर्नु भनेर मेयर साहबलाई मैले भनेपछि मेयर साहबले त्यसमा चाहिँ आफ्नो कार्यपालिकामा निर्णय गराएर निश्चित जुन चाहिँ गरिबहरूलाई नै दलितहरूलाई गरिबहरूलाई चाहिँ बाँड्ने काम त्यस्तो भएको छ। र यो चाहिँ उहाँहरूलाई मैले बारम्बार व्यक्तिगत रूपमा अथवा सामूहिक रूपमा पनि बोलाएर चाहिँ यो विषयमा छलफल भएको छ। यसमा चाहिँ हाम्रो चाहिँ केन्द्रीय मन्त्रीज्यू रामेश्वर राय यादवसँग पनि हामीले यसरी नै अहिले तपाईँले जसरी कुराकानी भएको छ त्यसरी नै कुराकानी गरेर उहाँलाई चाहिँ केन्द्र सरकारको बाट भन्नुपर्ने कुराहरू भन्न लगाएर मैले विशेष अनुरोध गरेको छु। आफ्नो तर्फबाट गर्ने पहल सबै सम्पूर्ण गरेको छु र यसमा चाहिँ उहाँहरूले राहत वितरण कार्यक्रमलाई सहज रूपमा गरिदिनु भयो र वास्तविक गरिबले पैसा पायो भनेदेखि उहाँले गरेको नेतृत्व सफल हुन्छ भनेरसम्म मैले भनेको छु। अब योभन्दा बढी उहाँलाई अरू भन्नुपर्ने भने अलि अप्ठ्यारो महसुस हुनसक्छ जस्तो लाग्छ। हजुर, राहतको कुरा गर्ने भने केन्द्रदेखि लिएर स्थानीय तहसम्मले आफ्नो तर्फबाट राहत दिइरहेका छन् हैन। आफ्नै बजेट पनि खर्च गरेका छन् तिनीहरूले। तपाई सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ, तपाईको थ्रु भनौँ न तपाईको जानकारीमा आएका राहत चाहिँ केन्द्र सरकारबाट के कति आए हैन सिराहाका लागि, त्यसपछि प्रदेशबाट के कति, त्यसको केही आँकडा अहिलेसम्म? राहतको लागि भनेर एकमुष्ट रकम जिल्ला प्रशासनमा बजेट आएको छैन। त्यो आउँदा पनि आउँदैन, किनभने हामी व्यवस्थापनको लागि मात्र खर्च गर्छौँ। राहत वितरण गर्ने काम हामीबाट हुँदैन जस्तो लाग्छ। किनभने अहिले तपाईँलाई थाहा छ जनप्रतिनिधिमूलक संस्थाहरू विद्यमान छन्। जनप्रतिनिधिमूलक संस्थाबाट यस्ता कामहरू हुनुपर्छ भन्ने नेपाल सरकार अनि समन्वय गर्ने काम त हुन्छ नि तपाईँहरूको पनि हैन? समन्वय त भइरहेको, मैले भनिहालेँ नि, समन्वय त भइरहेछ। उहाँहरूलाई चाहिँ भन्नुपर्ने कुराहरू बोलाएर मिटिङ गर्नुपर्ने कुराहरू र उहाँले जुन मार्गदर्शन जुन चाहिँ निर्देशन अनुसार निर्देशिका अनुसार गर्नुपर्ने कामहरू गर्नुहोस् भनेर मैले बारम्बार उहाँलाई चाहिँ भनेको छु। मैले अघि नै भनिसकेँ केन्द्रीय मन्त्रीज्यू मार्फत नै उहाँहरूलाई कतिपय कुरा निर्देशन गर्न लगाएको छु र उहाँहरूबाट त्यस्ता राहत भनेपछि केन्द्र सरकारले दिने राहतको विषयमा पनि तपाईहरुले थाहा हुँदैन भन्नुहुन्छ, त्यो सिधै स्थानीय तहले जान्छ? यसो छ हेर्नुहोस्, केन्द्र सरकारबाट एकमुष्ट रकम त्यस्तो स्थानीय तहलाई मलाई आएको जस्तो लाग्दैन। प्रदेश सरकारबाट यस सिराहा जिल्लामा प्रदेश सरकारबाट पालिका नगरपालिकामा 10 लाख, 15 लाख र गाउँपालिकामा 10 लाख आएको भन्ने मैले बुझेको छु। र केन्द्र सरकारबाट छुट्टै रकम आएको छैन। त्यसमा चाहिँ एउटा कोरोना भाइरसको एउटा कोष सञ्चालन गरेर आफ्नै बजेट यसमा समावेश गरेर राहत वितरण गर्ने भन्ने निर्देशन प्राप्त भएको छ। त्यो निर्देशन अनुसार उहाँले काम गर्नुभएको छ। त्यसको एउटा कार्य सञ्चालन निर्देशन छुट्टै छ। त्यो कसरी सञ्चालन गर्ने के गर्ने भनेपछि केन्द्र सरकारबाट राहत भनेरै छुट्टै आएको रहेनछ?
छैन, त्यो छुट्याएको छैन। हजुर। तर उहाँहरूले चाहिँ अब नेपाल सरकारले दिने विपद व्यवस्थापन अनुदान समितिको कुरा गरौँ। अनुदानहरू विपद व्यवस्थापन समितिले एउटा निर्णय गर्छ, त्यसमा तपाईँ हुनुहुन्छ होइन? हजुर हजुर तर विपद व्यवस्थापन समितिले गर्ने निर्णय, प्रमुख जिल्ला अधिकारीज्यूले गर्ने निर्णय, अघि पनि यो कुरा मैले गरेका थिएँ, यसमा अलि डिटेलमा जाउँ। जस्तै जुन निर्णय हुन्छ नि ती कुराहरू चाहिँ तलको निकायसम्म, जस्तै प्रहरी प्रशासनले थाहा नपाउने, जस्तै प्रहरीका एसपी साहेबलाई थाहा भए पनि, डिएसपी साहेबले थाहा भए पनि तलका जवानहरूले चाहिँ थाहा नपाउने, त्यस कारण चाहिँ बाटोमा हिँड्नेहरू दुःख पाउने, पसल खोल्नेहरू दुःख पाउने, त्यस्तो समस्या त देखिएको छ नि। होइन, अब यो कतिपय कुराहरू त्यस्ता सानोतिनो छिटफुटको घटनालाई लिएर समग्रमा त्यसलाई मूल्याङ्कन गर्नु अलि सान्दर्भिक हुने जस्तो लाग्छ मलाई। तर सिराहा जिल्लामा त्यस्तो खालको जस्तो हामीले पसलै खोल्न नदिने, पसल नखोल्नुहोस् भन्ने चाहिँ हाम्रो चाहिँ मनसाय छँदै छैन। अत्यावश्यक वस्तु जुन चाहिँ खाद्यान्नका सामानहरू, औषधि हो, यसमा अझै क्लियर गरिदिनुहोस् सिराहा जिल्लाको लागि खास के छ गाइडलाइन्सहरू जुन तोक्नु भएको छ तपाईँहरूले, त्यो चाहिँ के रहेछ? कति बजेसम्म पसल खोल्न पाउने, यदि खोल्न पाउने हो भने कस्ता पसलहरू खोल्न पाउने, होइन? अनि त्यो खोल्यो भने, पसल खोल्यो भने त मान्छे त जान्छन् किन्नलाई, जाँदाखेरि के गर्नुपर्ने, पसलेले फेरि त्यो सामाजिक दूरीका कुराहरू होलान्, होइन? खास के रहेछ यसको सिराहामा तोकिएको गाइडलाइन्स चाहिँ? हजुर, हामीले के भनेको छ भनेदेखि उहाँलाई खाद्य सामग्रीका जुन अत्यावश्यक भने नेपाल सरकारले आफ्नो राजपत्रमा प्रकाश गरेर अत्यावश्यक सामान भनेको छ, त्यस्ता सामानहरू पसल जुनसुकै बेलासम्म पनि खोल्न पाउनुहुन्छ, उहाँले खोल्न सक्नुहुन्छ। त्यसमा चाहिँ टाइम बााउन्ड छैन, किनभनेदेखि बिहान 6 बजेदेखि 7 बजीसम्म भन्यो भने 1 घन्टामा त्यो हामीले भनेको सोसल डिस्टेन्स कामै हुँदैन, किनभने त्यो मान्छेहरू आवाजाव गरेर धेरै कचामचा गरेर किन्नु पर्ने अवस्था हुन सक्छ। त्यस कारण चाहिँ हामीले चाहिँ ओपन गरेका छौँ त्यसलाई, र अनि औषधिका पसल पनि हामी ओपन गरेका छौँ। यसमा यी दुई जुन चाहिँ खाद्य वस्तु र औषधका सामानले ओपन गरे हुनाले त्यस्तो समस्या देखा परेका छैन। केही पसल खोले पनि त्यहाँ मान्छेको भिडभाड तपाईँले सिराहा जिल्लालाई हेर्नु भने कुनै पनि पाउनु सक्छ। भनेपछि सिराहा जिल्लामा पसल यति बजेदेखि कति बजेसम्म भने त्यस्तो नियम छैन भन्नुहुन्छ, खोल्न पायो भन्नुहुन्छ तपाईँ? हजुर हजुर, अत्यावश्यक सामानको पसल जुनसुकै बेला पनि खोल्न पाउन सक्नुहुन्छ उहाँलाई। हामी उहाँलाई सुरक्षा दिन्छौँ भनेको छ। हाम्रो काम सुरक्षा दिनु, हामी सुरक्षा दिन्छौँ। तर यहाँ यस्तो पनि घटना आयो कि पसल खोल्ने बित्तिकै प्रहरी आउने, होइन? पसलका सामान चाहिँ फ्याँक्ने, पसल बन्द गराउने, यदि कसैले खोलेको अवस्था छ भने पनि एकजना चाहिँ पसलमा बस्ने, अर्को चाहिँ उसकै मान्छेले चाहिँ प्रहरी आएको छ कि छैन भनेर हेरेर बस्दो रहेछ के, आयो भने हताहत बन्द गरिहाल्ने। यो त होइन हजुर, त्यस्तो समस्या छैन। मैले तपाईँहरूलाई के आश्वस्त पार्न चाहन्छु, सिराहा जिल्लामा त्यो समस्या छँदै छैन, त्यो छैन त्यस्तो हुँदै होइन, त्यो छँदा पनि छैन। भनेपछि त्यसमा कुनै नम्बर छ यतिवटा पसल खोल्ने, त्यस्तो कुनै नम्बर तोक्नु भएको छ तपाईँहरूले कि यो एरियामा यो पसल चाहिँ खोल्न पाउने, अरू चाहिँ बन्द गर्नुपर्ने, कि सबै? अब खाद्य पसलका थुप्रै हुन्छन् नि खाद्य पसलहरू, होइन? सबै खोल्न पाए त? सबै खोल्न पाए, खाद्य पसल सबै खोल्न पाए। त्यसमा चाहिँ जुन चाहिँ सुत्केजन्य सामानहरू बिक्री गर्न पाइएन, अल्कोहलका सामानहरू बिक्री गर्न पाइएन। त्यो पाएको छ भने त्यस्ता पसलहरूमा यहाँले भने जस्तो बन्द गर्ने अवस्था आउन सक्छ, बन्द गर्छौँ त्यस्तो पसलहरूलाई। त्यस्तो कतैबाट चाहिँ यहाँ जस्तो अहिले चाहिँ तपाईँको टेलिभिजन मार्फत यहाँ सुनिरहनु भएको छ भने सबैलाई म के आग्रह गर्छु, त्यस्तो छ भने तुरुन्त मलाई चाहिँ भन्नु, म त्यसको लागि चाहिँ बन्द गर्छु त्यस्तो पसलहरू चाहिँ। तर चाहिँ खाद्य सामग्रीका र औषधि पसलहरू त्यो 24 घन्टा खोल्दा पनि कुनै आपत्ति रहँदैन भने मेरो मन छ। हजुर, तर जुन घटना मैले भने नि, यस्ता घटनाहरू चाहिँ भएका छन् कि सिराहाकै मिर्चियाको कुरा गरौँ, त्यहाँ यस्तो घटना भएको अवस्था पनि छ, होइन? यस्ता घटना भएको छ मलाई जानकारी छैन। त्यो चाहिँ मेरो सिराहा जिल्लाको लागि चाहिँ मैले सिराहा जिल्लालाई मैले चाहिँ भन्ने हो, सिराहा जिल्लामा त्यस्तो घटना घटेको जस्तो मलाई लाग्दैन। र मैले चाहिँ सबै पसल खोल्न भनेर उहाँलाई भनेको छु। हाम्रो चाहिँ सुरक्षा निकायहरू सबै पसल खोल्नलाई तयार हुन्छ, उहाँले सुरक्षा दिइरहनु भएको छ। हजुर, भनेपछि पसल खोल्न पाइयो। अब सामाजिक दूरीका कुरा होला, त्यो व्यवस्थापनको जिम्मेवारी चाहिँ कसलाई दिनुभएको छ फेरि? होइन, यसमा स्थानीय तहले नै कतिपय ठाउँमा स्थानीय तहले नै आफैले मिलाउनु भएको छ, कतिपय ठाउँमा चाहिँ हाम्रो प्रहरी साथीहरू गरेर मिलाउनु भएको छ सुरक्षा निकायले। जुन चाहिँ हाम्रो घेरा लगाउने काम जुन चाहिँ तपाईँ देख्नुहुन्छ, रात सेतो सप्का लगाएर चाहिँ बिक्री गर्ने काम। तर त्यस्तो अवस्था पनि वास्तवमा भन्यो भने के हुँदो रहेछ भनेदेखि तपाईँले अघि नै मैले भने पसल खुला रूपमा खुल्न दिइराख्दाखेरि त्यस्तो समस्या पनि नआउने रहेछ। र त्यसमा चाहिँ मैले अरू बढी निगरानी के पब्लिकलाई पनि के भनेको छु भनेदेखि अनावश्यक सामानको बिक्री गरेको छ, त्यसको चाहिँ मलाई चाहिँ
जानकारी गरोस्, म तुरन्त त्यसलाई पसल बन्द गर्न लाउँछु। तर चाहिँ अहिलेसम्म त्यस्तो मलाई उजुरी पनि आएको छैन। त्यस्तो अनावश्यक सामान बिक्री गरेको छ, त्यस्तो अल्कोहलिक सामान बिक्री गरेको छ, अथवा चिया पसल खुलेको छ, पान पसल खुलेको छ भन्ने मलाई जानकारी प्राप्त भएको छैन। तर त्यस्ता सामानहरू उहाँहरूले जुन चाहिँ खाद्य वस्त्र सामान खोलिरहनु भएको छ, त्यसमा चाहिँ यो सोसियल डिस्टेन्स कायम गर्ने काम घरमुक्त रूपमा भइरहेको छ। त्यो चाहिँ सोसियल डिस्टेन्सको काम चाहिँ गराउनु पर्यो अनि मात्र खोल्न पायो हैन, त्यो कुरा भयो। तपाईँ भने जस्तो अब टाइम बाउन्ड खोल्दाखेरि चाहिँ मान्छे भिडभाड हुने अवस्था सिर्जना भएको हुनाले हामीले चाहिँ खोल्नलाई चाहिँ अलिकति लचकता अपनाएका छौँ। हजुर, अब यस्तो पनि घटनाहरू आइरहेका हुन्छन् कि अब पसल त खोल्न पायो भन्नुभयो हैन, अनि अर्कोतर्फ फेरि पसल खुलेपछि त ग्राहक त जाने भए। अब ग्राहक चाहिँ घरबाट निस्किँदाखेरि बाटोमा चाहिँ रोकिने अवस्था पनि त छ नि हैन। अब कोही दुध लिन जाने होला, कोही चाहिँ फलफुल किन्न जाने होला, कोही चाहिँ तरकारी किन्न जाने होला हैन, अनि त्यहाँ चाहिँ प्रहरीले दुःख दिने त्यस्तो कुनै घटना होइन? यस्तो छ, अब जाँदाखेरि उहाँहरूलाई यो चाहिँ धेरै समयसम्म पसल खोलिरहँदाखेरि एक दुईजना फाटाफुट हिँड्ने बाहेक अरू समस्या आउँदैन। उहाँहरू जानुहुन्छ, खरिद गरेर ल्याउनुहुन्छ, त्यसमा प्रहरीले हिँडेर जाँदाखेरि कुनै रोकावट गरेको छैन। तर बाइक चढेर जाने अथवा मोटर बाइक चढेर जाने, मोटर चढेर जाने उहाँलाई पास चाहिन्छ। त्यस्तो पास हामीले दिएका पनि छैनौँ, किनभनेदेखि अहिले अब घरमा बसिरहनु भएको छ, अलिकति हिँड्नुपर्छ भन्ने पनि हाम्रो मान्सा आयो। अलि हिँडेर उहाँहरू सिङ्गल त्यो सोसियल डिस्टेन्स कायम गरेर हिँडेर जानुहुन्छ। त्यो चाहिँ बिहानदेखि बेलुकासम्म सवारी साधन प्रयोग गर्न पाएन, नजिकका पसलमा गएर खरिद गर्न पाइयो। हजुर हजुर, अब यो गर्मीको समय भयो, तराईमा अलिकति समस्या पनि छ, किनभने दिउँसभरि गर्मी हुन्छ, अलिकति बेलुका चाहिँ शीतल ताप्ने प्रवृत्ति बढी भएको हुनाले उहाँलाई त्योमा पनि हामीले सचेत गराएका छौँ कि शीतल ताप्दाखेरि अलिकति आफ्नै घरको आँगनसम्म आएर बसिदिनु होला, सोसियल डिस्टेन्स कायम राखेर गरिदिनु होला भनेका छौँ। र त्यसमा चाहिँ कहिलेकाहीँ हामीले चाहिँ सम्झाइरहनु पर्ने अवस्था चाहिँ बेलुका साँझमा चाहिँ यो 4 देखि 7 बजीसम्म अलिकति हाम्रो समस्या। हजुर, अब अन्त्यतिर पनि आइसकेका छौँ। उदयपुर भनेको जोखिममा छ अहिले त्यो जिल्ला, र सँगै जोडिएको छ सिराहा। के छ त्यहाँ अलि टाइट त्यस्तो कडा त्यस्तो केही गर्नु भएको छ? त्यो अलि छुट्टै केही निर्देशनहरू त्यहाँ जारी गर्नु भएको छ हाइवे क्षेत्रमा कि जिल्लाभरि उस्तै? हामीले अघि मैले भने नि, जुन चाहिँ उहाँ त्यहाँ उदयपुरबाट हामीका प्रवेश गर्ने नाकाहरू भयो र हामीकाबाट उदयपुर जाने नाकाहरूमा चाहिँ हामीले चाहिँ अलिकति निगरानी बढाएका छौँ, सुरक्षा त्यहाँ राखेका, सुरक्षा निकायले थपेका छौँ, र स्वास्थ्य कर्मीहरू पनि त्यहाँ राखेका छौँ। उहाँहरूले आते जाते गर्ने मान्छेहरूलाई चाहिँ ज्वरो नाप्नेदेखि लिएर सामान्य सुरक्षा जाँचहरू गर्नुहुन्छ, जुन कोरोना भाइरससँग सम्बन्धित छ, त्यस्ता जाँचहरू गरिरहनु भएको छ। यो हामीले अस्ति यो केही समय अगाडिदेखि सुरक्षा फौज राखेका छौँ, र अहिले चाहिँ अब भोलिदेखि चाहिँ मैले बिहान 6 बजेदेखि बेलुका 6 बजीसम्म चाहिँ त्यो स्वास्थ्यकर्मी पनि त्यहाँ बस्नुपर्छ भनेर लगाएको छु। योभन्दा अगाडि केही समय त्यस टाइम बाउन्ड तोकिएको थिएन, तर अहिले टाइम बाउन्ड तोकेर बिहान 6 बजेदेखि बेलुका 6 बजीसम्म बस्नु भनेर मैले आग्रह गरेको छु। स्वास्थ्यकर्मीहरू पनि बस्नु, तर त्यो टोटली अब पूर्ण रूपमा बन्देज चाहिँ हामीले गराएको छैनौँ। हस् त, धन्यवाद। हस् धन्यवाद। हस् दर्शकवृन्द, वो छलैत सिराहा के प्रमुख जिला अधिकारी सरोज गुड़ागाय, हुनका से बातचीत करे छली कि सिराहा में जे लॉकडाउन लागल छै, लॉकडाउन जारी छै, सिराहा में केहन किस्म के लॉकडाउन छै, ओतऽ केहन किस्म के समस्या सब आबि रहल छै, एकर समाधान के लेल की प्रयास भ रहल छै, यह विषय में बातचीत करे छलिए। बेस त नमस्कार।